यहाँ हो कि गाउँलाई मलाई तर्साएको त्यो माछाले तर्साउँदो रहेछ यार। यो रमा यत्रो ठुलो थियो त नि। ल हामी चाहिँ घन हिँडेकै साथी हो। यो टाक्क माछा खानु परेन। माछा तेज हो रहा है। टोली त्यहाँ बल खेल्न आएछ। अब त पावरले खाने भीमसेन जस्तो ड्याङ ड्याङ हान्ने हो खाने हो। गाउँलाई एउटा गीत के वैशाख जेठ असार साउन पनि छुट्टी छोटो हुन्छन् र मलाई यसमा चाहिँ यसो छुट्टी छोटो छ भन्ने अनि वैशाख जेठ असार साउन भन्ने क्या सानो सानो खोलामा माथि गएर सानो खोलामा ड्याङ ड्याङ हान्यो। बेलुका फेरि देखाउँला माछा अहिले भनेर ट्याक्क खानु पर्यो माछा। चिसो छ। यो त फेरि घाट हो नि साथी हो। घाट मान्छे जलाउने कहाँ यहीँ गर्छ। हामी त माथि घन फोर्ने हो ड्याम आइन्छ। अहिले देखाउँदा म कति पाउँछ भनेर ट्याक्क ल। यस्तै यो जङ्गल चाहिँ डेन्जर छ है। ल माछा मार्न आएको यता जङ्गलतिर पस्यो। यत्रो दाउरा छ यार जङ्गल। यो के को बोट हो कि यो खास यसमै हो क्या लास्टिक किरा आउने वाला त्यो कालो जङ्गल त। नयाँ सालमा जाउँला नि यार। नयाँ सालमा अब डाँडातिर ठाक जाम क्या गाउँला। यस्तो रमाइलो फेरि मौसम चेन्ज हुनु मौसम राम्रो हुनु पर्यो क्या। ए मलाई ठाकको त्यो माथि डाँडामा यस्तो भ्युज देखिन्छ। यो हिमालको रेन्ज धेरै देखिन्छ क्या। त्यही बगर त्यो कोरिडोर के बाइकमा जाने हिँडेर त कहाँ सक्छ यार। छे होइन के यहीँबाट यो त्यो माथि छाचोक जान्छ। बाइकमा जाने भन्दै चाहिँ हिँडेर जाने भन्नु सक्दैन। बाइकमा हिँडेर गयो भने त दिनभरि लाग्छ। बिहानभरि लाग्छ। दिनभरि त होइन बिहानभरि। फेरि आउने बेलामा तनाव हुन्छ कि है खायो भने। अस्ति आएर गएर 1000 रुपियाँ खर्च गरियो। सिग्लेस टाढा छ। अस्ति हामी माथि जाँदा त कति टाढा थियो। ए बसमा गयो त हो। कहाँ सिग्लेस जान्छ प्रायः तामथिङ आएको बस सिग्लेस जाने बस त उताबाट जान्छ नि पिच हाइवेबाट जान्न। योबाट तामथिङ जाने वारिपारि रहेछ त नि। अब बाइक पनि जान्न रहेछ। खोलाले बगायो भन्ने सुनेको थिएँ। मागेर पाउने भए म समझ रहे हो तिम्रै लागि खुसी माग्थे। यो खोलामा डङ्की डङ हान्यो। यहाँ तेज हो रहा है। तलबाट हान्दै जाने। यहाँ हो कि गाउँलाई मलाई तर्साएको त्यो माछाले तर्साउँदो रहेछ यार। यो रमा यत्रो ठुलो थियो त नि। लामो हुँदो रहेछ फेरि। तपाईँको पछाडि बसेर यहाँ हो कि जाल चाहिँ मैले उता हानेको होइन। हेर्नु त माछा आमा देख्नु भएन। यति बेला जाल हानेको भए पर्थेन त गाउँलाई यार। यस्ता यहाँबाट हो कि माछा हेर्नु है। भिडियोमा त के देखायो होला र माछा।